अनि शरीरको रोग त मलमपट्टि लगाइएला, तर मनको रोग, मनको चोटलाई निको पार्ने मलम कहीँ पनि थिएन। त्यो मनको चोटलाई निको पार्ने परमेश्वरको वचन पाएर तपाईले सबै खालका रोग, सबै खालका चोट, सबै खालका समस्याहरूलाई परमात्माले तपाईको जीवनबाट निकालेर फालिसक्नुभयो। यस्तो ईश्वर, यस्तो परमात्मा पाएको हामीले, त्यसकारण संसारका मान्छेले विरोध गर्दा त्यसकारण मन कति पनि कमजोर हुँदैन। भित्रै आएका व्यक्तिले पनि अपमान गर्दा, विरोध गर्दा, गलत भन्दा पनि कति पनि मन कमजोर हुँदैन। किनभने हामीलाई हाम्रो परमेश्वरले संसारको कुराबाट, खराबी कुराबाट कमजोर हुने मन दिनु भएकै होइन। हामीलाई त परमेश्वर पिताले हमेशा बढिरहने, हमेशा उत्साहित हुने, हमेशा आनन्द गर्ने, हमेशा मेरो लागि काम गर्ने मेरो ईश्वर मसँगै हुनुहुन्छ। मेरो लागि दिनरात मेरो पिता परमेश्वरले काम गरिरहनु भएको छ। मलाई खुसी राख्नलाई, मलाई सुखी राख्नलाई, मलाई निरोगी पार्नलाई, मेरो शिर उच्च पार्नलाई, मेरो मनलाई बलियो पार्नलाई, मलाई धनी बनाउनलाई, मलाई सारा संसारमा सबैभन्दा उच्च पार्नलाई मेरो पिता परमेश्वरले म भित्र काम गरिरहनु भएको छ। धन्यवाद गर्छु परमात्मा। काम भइसक्यो, अब भइसक्यो बोल्नुभयो, परमेश्वरलाई काम दिनुभयो। परमेश्वरले भन्नुभएको छ, तिमीहरूले आँखाले नदेखेका, कानले नसुनेका, मनमा कल्पनै नगरेका त्यस्ता आश्चर्य र उदेक लाग्दो कामहरू मैले वर्ता गरेर मैले दिइसकेको छु। मेरो सन्तान पाइसके बोला, पाइसकेको काम देख्न सुरु भइसक्यो।